एभ्रिवान गुड मर्निङ फ्रम बागलुङ। हिजो चाहिँ हामी यहीँ बागलुङमा बसेको थियौँ अनि जे होस् रमाइलो भयो। हिजोको सुताइ पनि राम्रै भयो। जे होस् हिजो त्यो दिनभरिको एकदम थकित ज्यान लिएर ओछ्यानमा सर्लक्क पल्टिने बित्तिकै निन्द्रा चाहिँ एकदम मिठो लाग्यो होइन। सो अहिले फेरि फ्रेस भएर म आइसकेको छु नयाँ जोस अनि नयाँ दिनको साथमा। अनि आज हामी के गर्दैछौँ भने पोखरा जाँदैछौँ। पोखरामा गएर अब रमाइलो गर्नुपर्ने हुन्छ। सो ओके, अब यहाँबाट हामी रेडी भएर प्याकस्याक भएर गाडीमा सामान हालेर चाहिँ हिँड्नेछौँ। अनि ओके, अब हिँड्दाखेरि फेरि बाटोमा भेटौँ है त। ए होइन बाटोमा होइन, यहाँभन्दा पहिला फेरि हामी एउटा मन्दिर पनि जानुपर्ने हुन्छ। त्यो मन्दिरको नाम चाहिँ मैले पनि ठ्याक्कै बिर्सेँ होइन, तर म फेरि भनिदिन्छु। कालिका मन्दिर। कालिका मन्दिरमा पनि गएर एकचोटि यसो दर्शन गरिदिनु पर्ने हुन्छ, किनकि यहीँ तल छ। हिजो हामी त्यही मन्दिरमा बिहान पसेर अनि जानुपर्छ भनेर चाहिँ खास यहाँ बसेको। अब मन्दिरमा गएर देखाउँछु म तपाईँहरूलाई त्यहाँको मन्दिर कस्तो छ है त। ल हामी चाहिँ बागलुङ कालिका आइपुगिसकेको छौँ बाहिरबाट। यस्तो अब भित्र हिँड्नु चाहिँ पर्छ भन्नु भएको। अनि हिँडी हेरौँ के हुन्छ कसो हुन्छ। ओके, गएर म देखाइदिन्छु तपाईँहरूलाई। ल यहाँ त के पुरै भगवान्ले समातेर बेलुकालाई सामान गयो नि भाग्दैन क्या है। बवाल रहेछ जस भाग्दैन रहेछ। पाल्तु हो क्या, पाल्तु। हामी त ठ्याक्क मन्दिरमा आइपुगिसकेको छौँ। मन्दिर चाहिँ पुरै एन्टी लाइट परिरहेको छ यस्तो रहेछ। ठिकै छ, जे होस् कति 20 मिनट जति हिँडेको हामी। त्यति हिँडेपछि यतिको भ्यू देखिँदो रहेछ। ओके, अब दर्शन ससन गरेर यहाँबाट हिँड्नुपर्ने हुन्छ। ल दर्शन सब सक्यो। ल मेन यहाँ अब कटिङ झ्याम्मे हान्नु नि त। खै त नरिवलले किटाङ खालको। ए ल ए त्यसो भए आइ। ल यहाँ के रहेछ त यार, जनावरहरू। ओके, अब हल्का फोटो सुट हुन्छ। कसले त्यहाँबाट मान्छे क्यामेरा राखेर कि एक्टिङ हो कि साँच्ची हो त्यो। ल ओके, फोटो सुट लगाइ। त्यहाँ चाहिँ पुरै बवालहरू चाहिँ यो डाँडे होइन यो कडक छ त। अरू के रहेछ खै, डाँफे होइन यो त। मयूर हो र यो, मयूर हो यो। ए ल मयूर पऱ्यो वा, मयूर पो रहेछ यार। स्क्याम हान्दिन। ए के छ, ठिक बा के नै बा। अरू के रहेछ हेरौँ है त। छैन, यति नै रहेछ लगभग। ओके ल, दर्शन यति नै भयो। अब पोखरा यहाँ चाहिँ अब पोखरा गएर भेटौँ है त। बिचमा केही भयो भने म फेरि देखाइहाल्छु। ल हामी चाहिँ अहिले ठ्याक्कै पोखरामा छौँ। अनि यहाँ अब यसो गुफा हेर्नुपर्ने हुन्छ। यहाँनिर छ, टिकट काटिसक्नुभयो। अनि भित्र गुफा, महेन्द्र गुफा। यहाँ त म पहिल्यै नै आइसकेको जस्तो लाग्छ। स्कुलमा के स्कुलमा हुँदा, कति स्कुलमा कलेजमा 11मा हुँदा जस्तो लाग्छ। फेरि हेरिदिउँ न के छ र, याद ताजा गर्ने नि त। ओके, भित्र गएर देखाउँछु कस्तो फाइदा। वेलकम टु महेन्द्र केभ। वे कता, यताबाट होला। ल अब चाहिँ हामी छिर्ने तर्कामा छौँ। यही हो गुफा अरे के महेन्द्र केभ। ल ठिक छ, यहाँबाट एकदा फोटो पनि हान्नुपर्ने हुन्छ। ल अब चाहिँ हामी छिर्दैछौँ गुफामा।
ढुङ्गाहरू म पनि छु त म पनि आइरहेको छु गुफामा ल हामी आयो एन्ट्री हुन्छ हाम्रो अरे भाइ साहब यो भित्र बत्ती हग्यो अरे ल हामी चाहिँ गुफामा प्रवेश हामी दिइसकेको छौँ हेर्न सक्नुहुन्छ बत्तीहरू रहेछ बिचमा ओइ एसी लगाएको जस्तै हुँदैन चिसो सुन्नु कस्तो लागिरहेको तपाईँलाई ल हिँड्नु न अझ भित्र चमेराहरू नि छ होला होइन ए त्यसो हामी गएको कुन पऱ्यो यार त्यो हेर्न सक्नुहुन्छ माथि त के पुरै भगवान् यार बत्ती सत्ती सब छ अन्धकार रहेछ अलिअलि बवाल छ तर बवाल कसले बनाउनु फेरि त्यसले यहाँ चाहिँ यस्तो रहेछ ल यो चाहिँ म बनाइदिन्छु ल त हामी पनि चट्ट के ब्यालेन्स हुँदैन यहाँ चट्ट ए होइन हामी पनि बनाइदिउँ भनेर कि हजुर रहेछ नि यसो बनाइदिनु भनेर ट्याडा गाइस मैले पनि बनाइदिएँ तपाईँहरू के गराउनु भने यो चाहिँ मैले बनाएको भन्दा बुझ्नु होला यतिले तुलो बताएको थिएँ खतरा यति हो जाउँ न अलिकति अगाडिसम्म के रहेछ हेरिदिउँ कुन चाहिँ ए त्यहाँ छ के हो छिन ठाउँ हो पख्ने बत्ती बालु ए ल एन्डिङ पोइन्ट चाहिँ हेरेको मन्दिर रहेछ त्यहाँनिर यति रहेछ त यही रहेछ एन्डिङ पोइन्ट मन्दिर रहेछ भित्र एउटा ओके अब फर्किँदैछौँ हामी त्यो मन्दिर हेरेर यही रहेछ ल किन हो अब बाँकी अन्त्य गरेर देखाउँला ए ल अघि हामी यताबाट जानुपर्ने हुन्छ अब के हो अन्धकार छ त हामी यताबाट कलर निस्किन्छु ओके ग्याङ असली हाम्रो अब यहाँबाट सुरु हुँदैछ बत्ती चाहिँ यो फोनबाट बाल्छु ओके ल खतरा ओ चिप्लो खायो त त्यहाँ त पुरै अब के पुरै अन्धकार छ त फ्लासै बाल्छ फोनको ल फ्लासै बाल्दै मैले है ए ल यहाँबाट जानुपर्ने हुन्छ हामी चाहिँ फोन काट्दै ओ ल बाबा खतरा छ यहाँ चाहिँ एकदम स्टन्ट पनि फेरि देखाउनु अलिक नमिलेको चिप्लो छ नत्र फेरि खतरा गइदिन्थ्यो झन्डै ठोक्क्याएको खै कत्रो रहेछ ए सकिन्छ खै म फोन चलाइदिन्छु ल यहाँबाट निस्किनु पर्ने हुन्छ खतरा रहेछ बाटो चाहिँ यहाँ टेक्नु त यहाँनिर अलिकति टेक्नु जस्तो हो यहाँ टेक्नु पहिला यहाँ टेक्नु भएर अनि हो ल भएन ए ल ओके ल खिचिदिनु न त
ल ओके ग्याङ म चाहिँ गुफामा आइपुगिसकेको छु अब ओके स्टोन देखाएर आउनु तलैबाट आउनु रेडी फाइनली आयो फाइनली गुफाबाट गुफाबाट चाहिँ बाहिर निस्केको अवस्था छ बबाल ल मजा आयो तर सो फाइनली ग्याङ हामी चाहिँ अहिले पोखरामा छौँ अनि यहाँ आएर रुम सुम बुक गरेर सामानहरू सब राखेर अनि हल्का त्यो जुन त्यो थकित थियो नि ज्यान यहाँनिर आएर पुरै रिफ्रेस हो कि किनकि म तपाईँहरूलाई भ्यू देखाउँछु यहाँ कस्तो आएर यहाँबाट बबाल देखिने क्या सही रहेछ त्यो पहिला हामी आउँदा चाहिँ उता स्ट्रिट नम्बर कतिमा हो कतिमा बस्थ्यो जस त्यहाँ बस्थ्यो त्यहाँबाट अनि हिँड्दै 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 आउँथ्यो यहाँबाट यसरी वाक हान्थ्यो अहिले चाहिँ हिँड्दै बसेको टक्क भ्यू हेर्दै बवाल रहेछ त्यो होटेलको नि सही लाग्यो यहाँबाट भ्यू चाहिँ हेर्नु बवाल मजा आउने कि अरूभन्दा नि सो त्यही हो मजा आइरह अब यो पछि हामी अब एकछिन रेस्ट गर्छौँ अनि फेरि घुम्न जान्छौँ कता कता जान्छौँ त्यो म तपाईँहरूलाई देखाइ नै हाल्छु नि है त ओके